हेलो गुड मर्निङ गाइज। अहिले चाहिँ ठ्याक्क बिहानको 3:30 बजे अब हाम्रो गाउँको केटाहरू सब मिलेर चाहिँ चोर्दुङ जाने कि चोर्दुङ अनि ठ्याक्क बिहानै उठेर आँखा मिच्दैन हल्का मुखसुख धोएर ठ्याक्कसँगले अब लाग्यो। ठ्याक्क अहिले म चाहिँ अब यहाँ घर पनि निस्केँ। अब कतिखेर ठ्याक्क हामी त्यहाँबाट 5 बजी हिँडेर गाडी भएको ठाउँसम्म पुग्नुपर्ने हुन्छ। ट्याक्क त्यहाँबाट गाडी आएपछि ट्याक्क बोलेर चढेर ग्रुपै लागिन्छ चोर्दुङतिर। अब हामी जाउँ गाडी चढ्ने ठाउँसम्म जाउँ है त। बोलेर रिजर्भ गरेको बोलेर आउने ठाउँसम्म जाउँ भनौँ न होइन। टाइम भयो 4:30। केटाहरू हाम्रो 13-14 जानै छ होइन। मान्छे त झ्याप्पै लाएर सर्लक्कैसँगले है ट्याक्कसँगले भालुसँग लड्नलाई यो चाहिँ भालुसँग लड्नलाई फेरि उयो लड्छ भालुसँग उयो आफ्नो बन्दुकले नभएर उयो कुकुरीमा बोकेर हिँड्छ भालुलाई झ्याउनलाई। यस्तो भालुसँग त कति कालो भालु हो फेरि कालो भालु टाढो भएको कालो भालु जिरी त पुगिसक्यो होइन। अँध्यारो छ अब जिरी त देखिँदैन भए पनि ट्याक्कसँगले पुग्न चाहिँ ठ्याक्कै हामी पुग्यो। बोलेरो बाहिर चाहिँ के देख्छ र केटा हो यो लाइटले के को झिलिमिली हुनु नि बजारमा चाहिँ छोटो छोटो बना क्या भिडियो चाहिँ। हामी कहाँ पुग्यो यार? यो पटासेक डाँडा पुग्न लाग्यो होइन। लागिहाल्यो अँध्यारैमा चेतन पुगेल जस्तो छ हामीको है। श्याम त कहाँ पुग्यो? अन्त पटासे कट्यो यार पुरै केटाहरू यहाँ पछाडि ढालामा बसेर टक्क रमाइलो है। जन्ती हिँडेको जस्तो पलेटी मारेर भात खान लाग्यो पुरै बिन्दाससँगले रैला हान्नलाई होइन। मौसम हेर आकाश मौसम त हेर केटा पानी पर्दछ है। आकाश खुलेको छैन। अनि के छ यसको नाम के हो? एसवाई स्पिकर छ है। यहीँ भइसक्यो कि बोलेर पछाडि डङडङ कनेक्टै हुँदैन। बाटो त फेरि खत्रै गयो यतातिर हाम्रो होइन। पिच रे भाइ यो त दुबईको पिच हो मुला नेपालको होइन। पिच त पिचै हो नि डायमन्ड ओछ्याएको भाइ हेर यत्रो विदेशमा डायमन्ड हुन्छ हुँदैन नि दाइ। बाटो टल्किन्छ ऊ अहिले अलि टल्केको रहन्छ देखेन है बाटै छ्या मुला अहिले एकछिनमा टल्किन्छ टिपर अब धेर छैन के लिएर जाने क्या हो? अब धेर छैन के थुप्रो छ मुजी यो ठुलो जङ्गल आउनै बाँकी छ मुजी भालु आउने जङ्गल त आउनु बाँकी छ केटा अझै। कालो भालु छ नि कस्तो गीत बजाउने भाइ फेरि माथि भेटौँ ल यार। अहिले अँध्यारोमा त छँदैछ अस्ति। अब ट्याक्कसँगले हामी अब यहीँसम्म मात्र हो गाडी चाहिँ होइन। क्याङ्सी पुग्न लाग्यो। सर्लक्क वहाँबाट आयो हल्का उज्यालो पनि भयो। केटाहरू यति हो हामी जम्मा सर्लक्क आउने चाहिँ। केटा हो हाजिर गर्दा हो यता सबैले 1 2 भन्नु है 1 2 भन्यो 1 2। यहाँबाट टक्कसँगले अब हामी हिँड्दै क्याङ्सीबाट पनि हिँड्दै चेर्दुङको डाँडामा बसेर फेरि हिँड्दै यहीँसम्म आउनुपर्ने हुन्छ। अब यहाँ त भरेतिर होला। यहाँ ट्याक्कसँगले फेरि यहीँ गाडी आउँछ। एउटा सर उहाँ टक्क लाएर सामान बोक्नले यस्तो चाहिँ नगरौँ है। नभएको नठगाउ न है। अनि खोइ त है त्यहाँ बसेर त के हुन्थ्यो नि। हाम्रो केटाहरू सन्दीप भाइ पुग्दै आम्बा केटाहरू त यार हाम्रो त एउटा जन्ती पुग्ने खालको रहेछ नि रहनु नि यार। जन्ती पुग्ने मान्छे रहेछ नि दाइ रहनु नि। बाबा यहाँ त यार हामी आएको तल्ल कहाँ हो कहाँ जी बजार त झन् कहाँ हो बाटो चाहिँ खत्रै छ। अब ठाडै उकाल जानुपर्ने हुन्छ। अब हिँड्ने बानी त गइसक्यो होला केटा हो।
यो चाहिँ अलि माथि उचाल सोलिङमा फुट्ला हाय यो स्पिकर अन भयो ओइ कसले बजाउने हो तरकारी किन्दा नि बाइक लिएर जानेहरूलाई के यत्रो त हिँडेर जानु सक्ला र है अलि चिडचिड हिँड्नु न ल है केटा ल ओइ ओइ जाऊ 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 ओइ जाऊ ओइ दाइ ओइ ड्राइभर ड्राइभर श्याम दाइ यता उदै जानिन्छ है ओइ तिमीहरू त उदै जाने हो दिएर पठाए ओइ आइज है तिमीहरू उदै जाने हो बाटो हेर्दै गयो नि त आउँछ आउँछ केटाहरू बिस्तार जाउँ न मजी तिनीहरूको पो हिँड्ने बानी छ हाम्रो बानी छैन अनि सुकुटी खाँदा हिँड्ने बानीहरू मेरोमा त सेलै छैन है भए त बजाउँथे ओइ आइफोन चाहिँ चार्ज गरिराख है केटा ओइ एकछिनै केटा ओइ त्यस्तो कुरो नगर एकछिनै केटा ओइ के यहाँ भने एकछिन चल केटा हो श्याम दाइ के पकाउने हो त्यसमा ओइ त्यो के हो कुने बजार हो तलको कुने एउटा फोटो हान्ने हो कि यो टिममा सबैजनाको एउटा ग्रुप फोटो हानौँ न ल हानौ है हानौ बाबा यार आकाश त खुलेन त केटा आज यार पानी आउँदो छ नि त ल चुरोट थोर खा न झन् थपिन्छ क्या थाक्यो यार भेटौँला माथि नै ल यार अब क्याङ्से पुग्न लाग्यो अहिले यहाँ सास बढिसक्यो दाइ धेरै समय बाँचिएलै जस्तो यार केटाहरू सब आफ्नो पनि तालमा ठ्याक्कै चेर्नु भनेको चाहिँ जिरीको सबभन्दा टप जिरीको लोकल टुरिस्टहरू अब भनौँ न जिरीको लोकल ठाउँ जिरीबाट अब सर्ट हाइक जानु पऱ्यो भने जाने ठाउँ भनेको मेन चेर्दुङ हामी आज ट्याक्कै त्यहीँ जाँदैछौँ अहिले अब ठ्याक्कै उज्यालो पनि भइसक्यो अब त 2 घन्टा या 3 घन्टा हिँडेपछि त चेर्दुङको टपमा टुप्पोमा पुगिहालिन्छ तर त्यहाँसम्म पुग्ने कसरी हो हिँड्ने त बानी गइसक्यो हिँड्न सकिन्न गाह्रो हो कस्तो यहाँ यस्तो ओ यता यो 5 पोखरीतिर पाउँछ झार्ने पाउँदो रहेछ दाइ यार यस्तो होइन म त सुँग्दैन नि दाइ सुनपाती त कहाँ पाउनु पाइँदैन यता पाइन्छ चेर्दुङको सुनपाती है श्याम दाइ पाउँदैन बाबा यो हो नि त यार भ्यू भनेमा झन् घाम लागेको भए त झन् कस्तो खतरा देख्थ्यो होला क्या टक्क हामी बादल भन्दा नि माथि छ है पालो गर है केटा है यो बोरा बोका जाउँ सर ल क्याङ्से पोखरी माथि हिँड्न मिल्ने खालको होइन है जमेर एकजना बोका है यो पालो गर है केटा ठ्याक्कै हामी अब क्याङ्से पोखरी यहाँबाट पुगिहाल्यो यहाँको जिरी क्याङ्से पोखरी भनेको चाहिँ यो है अब अहिले त अब हिउँदो लाग्नु लागेर पनि होला पोखरी चाहिँ हल्का सुकेछ अलिक सानो भएछ सुकेकै त होइन सानो भएछ पुरै अहिले त बारेर यहाँ सुरक्षित गरेको चाहिँ क्याङ्सेलाई यो भोलि पर्सि पुस माघमा चाहिँ यो पोखरी जमेर योभन्दा माथिबाटै हामी सर्लक्क यहाँ माथिबाट हिँड्न मिल्छ क्या त्यस्तै खालको पोखरी हो यो भ्यू त बाबाले खाने यता अब हामी बादलभन्दा माथि छौँ बादल तल हामी माथि क्याङ्से पोखरी पुग्यो यहाँसम्म चाहिँ खासमा गाडी आउनुपर्ने हो त्यहाँ एक तल बाटो बिग्रेको छ त्यही भएर यहाँसम्म चाहिँ आएन अब हामी यहाँबाट ट्याक्क जानुपर्ने त माथि हो त्यहाँ बादल लागेर केही देखिरहेको होइन जानुपर्ने त्यहाँ हो तर अब टाइम त धेरै लाग्छ यार उकालो छ पुरै बाटो त सिँढीहरू छ भनेको सुनेको यता नआएको पनि धेरै भयो नि त अब उता ट्रेनमा पढ्दाखेरि आएको त्यही हो भित्र छिर्न मिल्दैन मिल्दैन र किन है बाहिरबाट सोको लागि यो अब चौरी पिसाबबाट बनेको पोखरी भन्छ क्या अरे भन्नु त हो
अब ट्यागको फोटो सोटो हाल्नु अलिअलि अनि हामी टक्क निस्किनुपर्ने हुन्छ अब जानुपर्छ माथि अब बिहान ट्याक्टक्क अहिले अब उज्यालो भयो भर्खरै हामी आउन छिटो आइपुग्यो अझ बिहान 1 घन्टा ढिलो भयो क्या हिँड्नलाई 1 घन्टा ढिलो भयो हामी 3:30 बजी हिँड्ने भन्ने कुरा चाहिँ 4 बजे बोल्न लाग्यो ट्याक्सँगले अब ल फेरि माथि भेटौँ ल यहाँबाट ट्याक्क हिँड्नुपर्ने हुन्छ अखा हो नि त यो चाहिँ क्याङ्से पोखरी फेरि पनि हाम्रो चेरदुङको ट्रेक आज अब रहरले बिहानै उठेर हिँड्यो दुनियाँमा पहिलोचोटि होला हामी आज यति बिहानै उठेर चेरदुङ हिँडेको चाहिँ लास्टी टेक्दा नि हिँड्न नसक्ने भयो यस्तो बुढो भयो ज्याएर अब नसकिँदै ज्याएर अब यार हिँड्नै सकिएन भर्खर हिँड्न सुरु त गरेको छ पुग्ने कतिखेर हो थाहा छैन बेलुका 5 बजीतिर फर्किने भन्ने प्लान चाहिँ छ अब हेरौँ के हुन्छ टक्क जङ्गलको बाटो छ यतातिर चाहिँ होइन यो यहाँबाट देख्ने भनेको त्यही जङ्गल हो बाहेक अब जति भ्यू देख्नु अघि नै हेरिहाल्यो अब केही भ्यू देखिन्न टक्क हिँड्न पानी भक्केडाहरू अगाडि हामी हिँड्नै नसक्नेहरू पछाडि नौ सर है अझ माथि हेर्नु ल टक्क जङ्गल छ गुराँसको बोटहरू यहाँ भ्यू त फेरि खत्रै हो नि त यहाँको त होइन श्याम दाइ के छ तपाईँ त यार चिल हुनु परिहाल्यो नि बुढा रातभरि निन्दा लाएन भनेको होइन केटाहरू रातभरि निन्दा लाएन भन्छ नि हिँड्नु पाउने भयो भनेर आफू यहाँ हिँड्नुपर्छ भनेर यार बिहान 3 बजी नै उठ्नु झ्याउ लाएर राजदाले फोन गरिस् दिएको ल यार माथि भेटौँ ल अब हामी कहाँ पुग्यौँ केटा हो यार यत्रो आधी 1 घन्टा 1.5 घन्टा हिँडिसक्यो होइन अझै चेरदुङमा पुग्न त साह्रो गाह्रै पर्दो छ नि केटाहरू यहाँ पुरै अब हातखुट्टा टेकेर हिँड्ने अवस्था आइसक्यो आफ्नो त झन् के कुरा गर्नु छ र पुरै बिन्दास तालले ज्ञान घिसार्न नसकेर लौरो टेकेर हिँड्या लौरो टेक्दा रित्तै पनि हिँड्न सक्यो होइन के अरे चेरदुङमा रोड त जिन्दगी पुग्दैन भाइ पुगेन बाटो यही हो नि यता हो बाटो यता बाटो बिर्स्यो क्या केटाहरूले यार त्यो कालो भिर जाने बाटो नि यार ओ कालो भिरबाटै जाने डाटा यो चाहिँ कालो भिर हो नि कहाँ त्यो हो त मुजी यो चाहिँ कालो भिर हो नि कालो भिर त जानै पर्छ कालो भिर नपुगी चाहिँ कहाँ जाने फेरि कालो भिर नि पुगेको छैन हामी अनि कहिले पुग्छ ओइ नपुगिन भयो गाइस नपुगिन भयो आज बेलुका त फर्किन सकिएल जस्तो छैन ओइ मालीतिर पुगेलाई बाटो अब थाहा नहुनु पनि केही छैन 14-15 जना हिँड्या हिँड्न चाहिँ बाटो चाहिँ कसैले पनि थाहा छैन खासमा यो बजार घुम्न जाने डिजाइनले पुरै ट्रेकिङ हिँडेर त के हुन्थ्यो र यसरी जे होस् केटा टक्कै पानी छैन थाइरहनु बाटोमा अब पानी चाहिँ यहीँ रोज्क्या हो खानेपानी हो र यो त्यो मुजीहरू यता रहेछ जाम गाई जाम बाटो पनि तर खतरा चाहिँ खत्रै छ यार बाटो है यता हो बाटो यता आइज यहाँ यस्तो फेरि गाउँमा भालुको बिगी त्यस्तै छ बाटो चाहिँ खत्रै रहेछ आधी घन्टामा के पुग्थ्यो है कालो सेतो भिरै आएको छैन रातो भिर आउने बाँकी छ बाटो देखिहाल्ने नि खतरा बाटो खै त तर पुग्ने चाहिँ कहिले हो भने थाहा ल फेरि अहिले माथि भेट्नु ल चिसो त यता चिसै रहेछ तर अब हिँडेर आएको भएर पनि होला गर्मी त उत्पात गर्मी अब पसिना आइरहेको यहाँ बिहान जाडो हुन्छ अन्त ज्याकेट स्याकेट लाएर हिँड्ने अहिले गर्मी भएर उत्पात खैर केही छैन लागौँ सर र जाम ट्याक्क माथि भेटौँला बिहानको 3 बजे उठेर चाहिँ आज हामी यो हेर्न आएको यार है
श्यामदाई ए हेर्न आएको र टक्क चारैतिर यस्तो माथि हामी जानुपर्ने चाहिँ यता चारैतिर टक्क हामी बादलभन्दा हामी त माथि यार वा 3 बजे उठेको रिग्रेट भने अहिले चाहिँ त्यो होइन त्यहाँबाट अझै 2 घन्टा हिँड्नुपर्छ है वा यो रुख चाहिँ के को दाइ धुपी के सल्लाह दाइ यो ठिङ्रे सल्लाह ठिङ्रेको रुख टक्क ठिङ्रेको रुख यो चाहिँ अब गुराँस त हो तर कस्तो खालको गुराँस हो सेतो चिमाल होला यो तर सही छ चाहिँ होस् चौडी गोठ र त्यहाँ पुरानो पुरानो गोठ स्यान्दाई के छ दादा सुदीप भाइ बोक्या खाने केटा हो मासु सासु डेक्सी खोइ भाइ डेक्सी ल कम्ती यति त टुसारो परिसकेको छ तर यहाँ यार टक्क चिसो होइन जाडो जाडै छ यता हो हामी चाहिँ हिँड्दा गरौँ भए खासमा राति बस्ने कुरा चाहिँ नि त राति बसेको भए त हामी यहाँ जम्ने रहेछ नि त जाडो रहेछ यस्तो टुसारो पर्दो रहेछ अनि रगत जम्यो भने त सिद्धिहाल्यो नि होइन जे होस् भ्यू चाहिँ बबालै छ अब त्यो माथिको देखेको डाँडो चाहिँ कालो भिरो हामी चाहिँ अब त्यहाँबाट नि अझ माथि जानुपर्ने हुन्छ त्योभन्दा माथि चोरदुङको डाँडा हो हेर्दैछौँ हेर्दै गर्नु होला अनि एउटा भनिहालेँ जहाँबाट हेर्दै हुनुहुन्छ त्यहाँबाट एउटा मिठो सब्सक्राइब अनि एउटा मिठो कमेन्ट गर्न पनि नबिर्सिनु है यो चाहिँ सपोर्ट स्वरूप माथि फेरि भेटौँला है त ट्याक्क सुरु भयो यार फुलहरू हेर्न फुलहरू देख्न बाटोहरू अलि उज्यालो घाम लागेको ट्याक्क अलि डाँडामा पुग्यो नि त ट्याक्क भ्यूहरू या अन्त भ्यू फेरि बबाल ल सही हो ल उकाल डाँडा कोही अगाडि कोही पछाडि ल चोरदुङबाट ट्याक्क देखियो भ्यू हिमालको खतरा खालको हिमाल देख्छौँ सही हो हामी टक्क चोरदुङ अब डाँडा पुग्न लाग्यो डाँडा पुग्न अझै टाइम त लाग्छ होला तर भ्यू चाहिँ जे होस् खतरै देखियो यार हिमाल चाहिँ अझै मोबाइलमा भन्दा नि बबाल त रियलमा देखियो अब टाइम लाग्ला एकछिन माथि पुग्नलाई तर यहाँबाट अब रमाइलो त सुरु भइ नै सक्यो नि यार होइन हिमाल यताबाट ट्याक्क हेर्नु त ल बाबा है खतरा बडा तर भ्यू चाहिँ बबालै छ खतरा भ्यू चोरदुङ डाँडा पुग्न त टाइम लाग्छ अझै 3700 मिटर हाइटमा जानुपर्ने हामी 3200 हिँड्यो भाइ 3700 हो 3200 त हामी हिँड्यो होला नि ल बबालै हो है भ्यू चाहिँ ल उहाँ चाहिँ छ खतरा जे छ उहाँ छ ल है त फेरि माथि फेरि भेटौँला है भ्यू त हेराउनु परिहाल्यो नि है